स्पीक 3 नम्बरमा यो लेखेन राम्रोसँग मस्ट बी क्या प्रोनोन्सिएसन टु स्पीक 4 नम्बरमा त्यसपछि स्ट्रेस दिएर बोल्ने 5 नम्बरमा रिदम युज गरेर बोल्ने 6 नम्बरमा एयर फ्लो टेक्निक युज गरेर बोल्ने 7 नम्बरमा आई कन्ट्याक्टमा बोल्ने 8 नम्बरमा पनि आउँदैन टिप्सहरुको कन्फिडेन्ट भएर बोल्ने 9 नम्बरमा यो कसैलाई चाहिँ के हुन्छ भने लाउड बोल्यो भने अड्किँदैन है तपाईले चाहिँ कसैलाई चाहिँ सानो स्वरले बोल्दा अड्किँदैन कसैलाई लाउड स्वरले बोल्दा अड्किँदैन Slow speak, pause to speak, prolongation, stress, rhythm, careful technique, eye contact, confident, loud speak, त्यसपछि happy to speak. Next to go to copy. 11 नम्बरमा मैले काटेन नि त कुन भन्छ भने भुलेछु के हो ए नेक्स्ट टु चाहिँ कपी पेन लिएर आउनु ए नोट्स छान्नु एम्बुलेन्समा आएको अस्ति नोट्समा नोट्समा गएको निकाल्नु भयो के मलाई दुईटा मात्रै टेक्निक थाहा भयो एउटा स्ट्रेस एउटा प्रोग्रेसन भन्नुभयो टेक्निक धेरै छ त्यो धेरै टेक्निक भएर सबैलाई त्यही टेक्निक फलो गर्नुपर्छ भन्ने छैन पहिला सुरु आफ्नो लेभल कुन छ तपाईँ माइल्ड मोडरेट सिभियर कुन हुनुहुन्छ त्यही अनुसारले यो टेक्निकहरू छानेर बोल्ने हो कि सबै टेक्निक म युज गरेर बोल्दाखेरि मान्छे अड्किरहन्छ आफूलाई सुइटेबल टेक्निक कुन हो त्यो छानेर बोल्नु पर्यो है अहिले तपाईँले के सिकाएको थिएँ एउटा 11 नम्बरको लाउड ठुलो स्वरले के कसैले ठुलो स्वरले सुसो गरेर बोल्छ के कसैलाई के भन्छ बोल्दा त्यसरी बोल्दा अड्किँदैन के त्यो चाहिँ अब मान्छेको अवस्था हेरेर हुन्छ अवस्था डायफ्रामेटिक ब्रिदिङ पनि एयर फ्लो ब्रिथिङमै आयो रिदम नि छ नि सर हजुर रिदमले छ हैन रिदम भयो एयर फ्लो भयो अनि आई कन्ट्याक्ट भयो कन्फिडेन्ट डायाफ्राम यो मैले पहिला सुरुमा यो सिकाएको तपाईँको लगभग 20 वर्ष हो डायाफ्रामको साइज सिकाएको 20 वर्ष हो मैले त्यो एकदम यो त धेरै पुरानो भिडियो पुरानो भइसक्यो डायाफ्राम एक्सरसाइज बारमा ब्रेथिङ एक्सरसाइज अनि 13 नम्बरमा अस्ति कति 4 7 कति रे 8 4 7 8 ब्रेथिङ टेक्निक फिंगर ट्यापिङ फिंगर ट्यापिङ छ के भन्नुभयो फिंगर ट्यापिङ फिंगर ट्यापिङ भनेको त यो ह्यान्ड मुभमेन्टमा होइन पर्दैन ह्यान्ड मुभमेन्ट भनेको कस्तो हो नि तिमीलाई बोल्न केही गाह्रो हो होइन यसरी गरेर तिमीले आफ्नो बोली निकाल्छौ ट्यापिङमा ह्यान्ड मुभमेन्ट हुँदैन यो चाहिँ तिमीले के गर्छौ लुकाएर गर्छौ जस्तो मेरो नाम मुभमेन्टमा बस्छु यो चाहिँ कस्तो हो भने एकदम सिभियर स्टटरिङ जस्तो तिमी हामी जस्तोलाई यो काम छैन किन काम छैन भने यो सिभियर मान्छेलाई चाहिँ हो होइन अर्को कुरा यसमा डिपेन्डेन्सी बिहेभियर हुन्छ जस्तो मलाई नै यो सिकाइएको थियो होइन
फोनमा मलाई एकदम बोल्न गाह्रो हुने पहिल्यैबाट होइन। अहिले मैले फोनमा बोल्न सक्थेँ त्यो बेला, सिकेको त्यो बेला, तर विदाउट ट्यापिङ नथिङ, ब्ल्याङ्क त्यस्तो हुन्थ्यो क्या। सो यसको नि के हुन्छ नि, यो चाहिँ टुल्स एन्ड टेक्निक पनि कस्तो हुन्छ भने यसमा डिपेन्डेन्सी हुनु भएन क्या, एउटा चाहिँ एउटा हेल्पिङ टुल चाहिँ हुनु पऱ्यो। तर मेरो केसमा के भइदियो, यति नै धेरै युज गरेँ कि म यसमा डिपेन्डेन्ट के, जस्ट लाइक ड्रग जस्तो के, त्यस्तो नि गर्नु भएन। CBT पनि छ है, अनि साइकोथेरापी। अनि प्लस 19मा हामीसँग 20-21वटा रुलभन्दा बढी रुलहरू छ, तर सबै तपाईँले एकैजनालाई सबै सुट हुन्छ भन्ने छैन। त्यो चाहिँ मान्छेको अवस्था अनुसारले आफ्नो चाहिँ कुन लेभलमा हुनुहुन्छ, तपाईँ माइल्ड, मिड, मोडरेट केमा हुनुहुन्छ अथवा सिभियर के हुनुहुन्छ, त्यही अनुसारले नै गर्ने हो। तपाईँलाई अब आजको यो पहिलो सेसनमा के गरौँ भने हामीले साइकोथेरापीबाट सुरु गरौँ है। यो साइकोथेरापीबाट सुरु गरौँ। परिचय